अरे त्यो पनि हो है। टिकटकमा धेरै त्यस्तै छ नि त त्यही भएर। हो बाबु खानपिन भयो तिम्रो? दाइ भयो। तपाईँको? मेरो पनि भयो। भर्खर बसेर यसो बुढाबुढी लाइभ आऊ भनेको, ठ्याक्क मेरो भाइ पनि रहेछ लाइभमा, अनि ढ्याङढुङ थापु के गर्नु त बाबु। यो दाइले स्टाइल दिएको होइन नि, यो स्टाइल दिएको होइन नि फेरि। यो त यहाँ आँखा यहाँ हल्का आनो आएर नि फेरि स्टाइल दिएको भन्नलाई नि फेरि। हजुरको गीत झर्या हो? मेरो भुइँमै झर्नै आँटिसक्यो क्या। झर्न लागेको छ बाबु, झरिसकेको चाहिँ छैन। के अरे झर्ने के अरे ए झर्न लाग्छ। ए त्यसो भन्नु नि त, झर्नै आँटेछ कस्तो म फेरि झर्न लाग्यो है बाबु। ए हुन्छ हुन्छ। अब थापुको म हेर्छु अराजक किसिमको एउटा हजुरको गीतमा बनाउँछ कि म नि एउटा तिम्रो एउटा त खै चतर चतर पतर पतर भन्ने थियो कि अब त्यतिखेर त म अब त्यस्तो सोसियल मिडियाहरुतिर त्यस्तो उ थिएन। अनि भन्नु के छ अलि के अरु बाबु अलि कुन ठाउँबाट हो र? म हजुर हजुरको गाउँबाट भन्दा मिलेन हेर्नु। नेपालबाट त नेपालबाटै हो तर यता नवलपुर। ए नवलपुरबाट हो? हजुर। यो बाबु यो पछाडी के झुन्डाको र 1 2 3 4 के हो त्यो? के जस्तो लाग्छ हजुरलाई? कपडा सुकाएको? सुकाएको हैन हो टी-शर्ट हो। ए के तिम्रो आफ्नो ब्रान्ड हो कि क्या? हैन त्यतिकै झुन्डाएर राखेको। यसरी ह्याङ गर्यो भने उयो हुँदैन नि त, काचरा कुचुरुक हुँदैन नि त। ए मलाई त थाहा छैन कि यस्तो के हो। अनि अरु भन्नुस्। यसमा चाहिँ कसरी म्याच खेल्न मिल्छ र 3 जनामा चाहिँ म्याच खेल्नु भन्छ त कसरी मिल्छ? मलाई यहाँ त्यही भनिरहेछ 1v2 हान्नु रे क्या अझै। ल ल ल स्प्याम त्यही आयो दाइ कस्टमर झुट म चाहिँ सक्दिन। तिमीलाई त सकिदैन, बुढाबुढी एक ठाउँ राख्दिउ ल। कसरी म जान्दैन फेरि। सक्दिन रे कस्तो त्यस्तो नभन्नु न, बुढाबुढीले झन् मलाई पेल्छ भयो। मलाई छोरा भन्नु न तपाईहरुको भाइ भन्दा। छोरा बनाउने? छोरा? ल छोराको अनि यत्रो जुङ्गादारी घोस्ला नि त हामीलाई। भन्नु न छोराको अनि बाउको जुङ्गादारी छैन, छोराको अनि कसरी मिल्यो त हौ? त्यस्तो हैन के मनै देखेके। यहाँ बाबा मम्मीले यता राख नि त साइडमा। तिमी गरेर अनि म्याच अन गर न। कसरी हजुरकोमा सिंगल छ, मेरोमा नि सिंगल देखाउँछ के, आफ्नो आफ्नोमा सिंगल देखाउँछ के। अनि कसरी हो त अनि टिम? ल म रोक्ने मैले मिलाउँछु रोक्नु के हजुर दुई जना के कस्तो मतलब? हामी 2 जना सँगै राख्न मिल्छ? मिल्छ मिल्छ मिल्छ। लाउनु ल यस्तो मिल्दो रहेछ त। किन जितिन्छ त दाइ भाउजूलाई? अबि के हो र बुढा, हेर्नु त त्यहाँ के हो यो? हुन त म गेम पनि त्यस्तो खेल्दिन के त्यही भएर। कतिले हेरिरहेछ अनि मेरो कति भियर छ जस्तो लाग्छ र हजुरलाई? हेर्यो होला नि कति 10,000 ले त। खै मलाई त ना 16,000। 16 अघि मैले हेर्दा त हाम्रोमा चाहिँ 1600 छ, तपाईकोमा 16,000 रहेछ भनेपछि त त्यो त मिल्दै मिल्दैन। ट्यापले हान्दिने भयो हामीलाई हैन? तर पनि फेरि हाम्रो फेरि चतर ग्याङ आउनु भयो भने चाहिँ फेरि बाबुलाई गाह्रै पर्ला। यस्तो खालको हेडसेटहरु पर्छ कहाँ हजुरलाई भेट्न सकिन्छ? हजुरको लेभलमा पुग्न अझै टाइम छ के मलाई। बाबुको लेभलमा पुग्न सक्दैन बुढा। हजुरको लेभल पुग्न अझै मलाई अझै आधीको आधी अझै छ। हजुर यहाँ माथि छ हैन? यहाँ माथि यहाँ म भर्खरै यहाँ आइपुगेको छु के। अम्बो त्यो के देखाएको? घडी देखाएको हो क्या हो? रोलेक्सको? कस्तो दाइ त्यस्तो नभन्नु न। ल यता हात ल अनि दाइलाई त्यहाँ रोलेक्सको घडी देखाए जस्तो नि लाग्यो नि त। हैन हजुर हामीले घडी नदेखेको र कति करोडको रे? 1 करोडको। भाइले पनि देखायो के त। अनि दाइ के तरकारी खाने भएको छ के? आज मैले के खाएँ यार? म फेरि साँझ रोटी खाने बानी छ हैन? तर केटाहरुले हैन अस्ति हजुरमा बसेको थिए नि हो, यसो क्लिपहरु रेकर्ड गरेर हाल्दै रहेछ, खतरा यसो भ्युज दामी गइरहेको थियो के। राखेछन् है?
मेरो नि यहाँ चलपल भइरहेको थियो गाउँतिर के हो